होइन हो नेपाली जनता हो कि भेडाहरू? तिमीहरूलाई कस्तो खालको नेता चाहिएको हो? गरिब दुखीको लागि बोलिदिने, गरिब दुखीलाई साथ सपोर्ट दिन खोज्ने, जनतालाई माया गर्ने होइन? जनता रुँदा सँगसँगै रुने नेतालाई त तिमीहरूले ट्रोल बनाउँदो रहेछौ। तिमीहरूले त छिछि र दूर गर्दो रहेछौ। तिमीहरूलाई कस्तो खालको नेता चाहिएको? तिमीहरूलाई गरिब दुखी जनतालाई किल्चेर राजनीति गर्ने नेता चाहिएको? त्यस्तो भए किन पहिलाको सरकार ढाल्यौ त? किन पहिलाको सरकार ढाल्यौ? किन दुनियाँ आन्दोलन गर्यौ? किन दुनियाँको छोराहरू शहीद बनायौ? पहिलाकै ठिक थियो त, पहिलाकै सरकार ठिक थियो होइन? तिमीहरूलाई त जनतालाई माया गर्ने, जनता रुँदा सँगसँगै रुने नेता त तिमीहरूलाई मन नपर्दो रहेछ। तिमीहरूलाई ट्रोल गर्नु मन लाग्दो रहेछ होइन? अहिले हर्क साम्पाङले सुकुम्बासी गरिब दुखी जनताको बारेमा बोल्दाखेरि तिमीहरूलाई कति टाउको दुखेको? तिमीहरूले कति विरोध गरेको? थाहा त थियो नि तिमीहरूलाई, थाहा त थियो नि तिमीहरूको सरकारले त्यो सुकुम्बासी बस्तीमा 90% हुकुमबासी छ भने 10% सुकुम्बासी, 10% मात्रै भयो नि सुकुम्बासी थियो भने थाहा थियो कि थाहा थिएन? त्यो 10% सुकुम्बासीलाई पहिला सुरुमा तिनीहरूले व्यवस्थापन गरेर हटाउनु त सक्थ्यो नि होइन? अहिले कति विचारले भएको छ तिमीहरूले देखेको छौ? हेलो नमस्ते दिदी, नमस्ते तपाईँलाई पनि है। तपाईँको मैले भिडियो हेरेँ होइन, तपाईँको भिडियोमा तपाईँले भन्नुभएको जायज हो है। त्यस्तै हामीलाई अब क्रूर शासन नै त्यस्तै चाहिएको थिएन, हामीले त्यो शासन किन ढाल्यौँ होइन, त्यो सत्ता हामीले किन ढाल्यौँ। तर नि दिदी तपाईँलाई सम्मान स्वरूप होइन, हर्क साम्बाङ सरले भन्नुभएको धेरै कुरा हामीलाई मन पनि पर्छ होइन। म पनि माटोको समर्थक हो होइन, र राम्रो काम गर्नेलाई म दुइटैतर्फ म सपोर्ट गर्छु होइन। र तर तपाईँको हर्क साम्बाङ सरको स्ट्याटसहरू हेर्दाखेरि अलिकति चित्त नबुझेर चाहिँ होइन, मान्छेहरूले आफ्नो फ्रस्ट्रेसन बाहिर निकालेको होइन। एउटा के बुझ्न जरुरी छ भने उहाँले के भन्नुभएको छ भने सुकुम्बासी हटाउनु पर्दैन भन्नुभएको छ है, त्यो हटाउनु नहुने हो भन्नुभएको छ। तर म भन्छु हटाउनु जायज हो, तर त्यसलाई व्यवस्थापन गरेर हटाउनु चाहिँ पर्थ्यो है पहिलो कुरो। अनि उहाँको त्यो जुन भिडियोजहरू छ होइन, उहाँले बोल्नु भएको जुन छ अब सुकुम्बासी एक हुनुपर्छ भन्दाखेरि त्यहाँ सुकुम्बासी मात्रै छैन नि दिदी, त्यहाँ भनेको नि धेरै भनेको हुकुमबासीहरू छन् क्या। अनि सुकुम्बासीको नाममा हुकुमबासी गरेर बस्नेहरूलाई त बालन सरकारले सही गरेको छ त। द्याट्स गुड, आइ एम प्राउड अफ, म त मनपर्छ, ठिक छ, किनभने त्यहाँ हुकुमबासी गरेर बसेको छ नि त। तर तपाईँहरूले त्यसलाई कसरी विश्लेषण गर्नुभएको छ तपाईँहरूको कुरा हो, तर त्यसलाई मैले कसरी विश्लेषण गरेको छु त्यो मेरो कुरा हो होइन। तर जति पनि मैले विश्लेषण गरेको छु नि मेरो साइडबाट लाग्छ कि मैले चाहिँ विश्लेषण सही गरेको छु। तपाईँको भिडियो उठाउनु मेरो त्यस्तो मन त थिएन होइन, तर तपाईँले जुन बोल्नु भएको छ नि हर्क साम्बाङै सही हो होइन, तिमीहरूलाई त्यो अगाडिको शासन किन डलाइस् त्यही चाहिने हो भने त्यसको लागि चाहिँ अलिकति मैले पनि तपाईँको भिडियो उठाउनु प्रयत्न गरेँ होइन। त्यसको लागि माफ दिनु होला दिदी। तर हर्क साम्बाङ सरले भन्नुभएको छ सुकुम्बासी चाहिँ एक हुनुपर्छ अरे। त्यहाँ सुकुम्बासी भनेको नि दिदी तपाईँलाई थाहा छ 5% होला क्या, सबै नेपालभरि 5% होला क्या। तर 95% हुकुमबासीले काम चलाएको छ नि। तपाईँ हेर्नुहुन्न पोखरामा बस पार्क एरियामा त्यो जति पनि होटलहरू छ होइन, हेर्नु भएको छ छैन है, प्लिज हेरिदिनु होला। त्यहाँ भनेको नि कहाँको मान्छे पुगेर त्यहाँ के अरे एउटा सटर खोलेर अनि अरूलाई भाडामा दिएको छ। तपाईँले त्यो हेर्नु भएको छ कि छैन त्यो भिडियोहरू होइन। अब सुकुम्बासीको म एउटा अहिले भिडियो पनि राखिदिन्छु तपाईँको लागि होइन। सुकुम्बासीको होइन 3 तले घर चाहिँ अब छ काठमाडौँमा होइन, त्यो एरियामा रहेछ 3 तले घर 4 तले घर पुरा बिल्डिङ ठोकेर बनाएको छ। अनि त्यहाँ तपाईँको भाडामा दिएर उनीहरू चाहिँ आफ्नो घरमा बसिया छ। तपाईँ त्यसलाई सुकुम्बासी भन्नुहुन्छ कि हुकुमबासी भन्नुहुन्छ भन्नुहोस्, क्वेसन है तपाईँलाई, यदि मेरो भिडियो उठाउनुहुन्छ भने। तर दिदी तपाईँले पनि पहिले एनालाइज गर्नुहोस् होइन, कुन चाहिँ तरिका ठिक छ कुन चाहिँ हो। तर
हर चिज हर्क साम्पाङको मात्रै राम्रो भनेर चाहिँ प्लिज अगाडि नबढ्नु होला, तपाईँ पनि गलत हुनुहुन्छ। त्यही भएर दिदी अलिकति बोल्नुभन्दा अगाडि अनुसन्धान गरौँ होइन। अर्को सरले के भन्दै हुनुहुन्छ, बालन सरकारले भन्न खोजेको के हो, गर्न खोजेको के हो? उहाँले क्रूर शासन त ल्याउनु खोज्नु भएको त होइन त, उहाँले प्रश्न भन्नुभएको छ त वर्षाको कारण धनजनको क्षति नहोस् भनेर चाहिँ उहाँले अहिले नै यो टाइममा चाहिँ सिफ्ट गर्नुभएको हो। त्यो कुराहरू चाहिँ सिफ्ट गरेर म चाहिँ सुकुम्बासीलाई न्याय दिन्छु भन्नुभएको छ त, ठिक छ होला। त्यत्रो सुकुम्बासीलाई गर्दाखेरि 4-5 जनाले खान पाएन होला होइन, 4-5 जना चाहिँ साँच्चै सुकुम्बासी नै थियो होला होइन। त्यो भनेको सरकारले हेर्दैछ त, सक्नुहुन्छ भने तपाईँ पनि हेल्प गरिदिनुहोस् त खानु नपाएकोहरूलाई। सके म गर्छु होइन, तर विरोध पनि नगरौँ। सरकारले काम गर्दैछ होइन, विरोध पनि नगरौँ है। अनि अर्को सरलाई पनि हामीले भनौँ कि अलिकति थुतुनु अलिकति बढी नै भयो कि भनेर है सजेस्ट पनि दिउँ। ओके, थ्याङ्क यू, नमस्ते।